नमस्ते। रानीबास सामुदायिक होमस्टे फोक्सिङकोट रम्बा गाउँपालिकामा छौँ हामी यति बेला। यो प्रभातकालीन समयमा छौँ। यताको मौसम बडो गजब, अत्यन्तै प्राकृतिक एसिडले भरिपूर्ण जस्तो चिसो चिसो हामी गर्मीबाट आएको र अहिले चाहिँ बिहानको भोजन यो चाहिँ अर्गानिक कोदोको रोटी बा। अलिकता यसलाई चाहिँ लोकल घिउमा अर्गानिक कोदोको रोटी, यस्तो खालको स्वाद ग्रहण गर्न कहाँ पाउनु। यो यहीँको आलु फलाएको, यहाँ बारीहरू यति धेरै बारीहरू छन्। यो बारीमा फलाएको आलु पर घिउमा भुटेको बा। अलिकता ग्रहण गरौँ बा, यसको स्वाद कस्तो छ। जे होस्, हामी चाहिँ हिजो साँझदेखि रानीबास सामुदायिक होमस्टेमा अत्यन्तै रमाइराखेका छौँ। यहाँहरू पनि आउनु भएको छैन भने एकपटक आउनुहोस्, यहाँको आनन्द ग्रहण गर्नुहोस्। एउटा फरक खालको चाहिने जिन्दगी महसुस गर्नुहोस्। जिन्दगीमा एकपटक आउनै पर्ने। अब एकपटक आएपछि दोस्रो पटक आउनुहोस् भनेर तपाईँलाई हामीले पर्दैन। यहाँको आतिथ्यता, यहाँको खानपिन, यहाँको वातावरण, हरेक कुराले तपाईँको मन लोभ्याउँछ, हरेक कुराले तपाईँलाई आनन्दित पार्छ। आहा, यो पो जिन्दगी, यो पो ठाउँ, यो पो मौसम, यो पो खानेकुरा, यो पो आतिथ्यता भन्ने बनाउँछ। जय होस् यहाँहरू सबैको। रानीबास सामुदायिक होमस्टेबाट फेरि एकपटक यहाँहरू सबैलाई नमस्ते। नमस्कार।